आज ब्राजिलको गेम भएको थियो यस्तो बबाल गेम हैन इफ यु ह्याभ मिस्ड इट गो वाच रिप्ले हैन यस्तो बबाल गेम एन्ड वी विल टक अबाउट इट आज ब्राजिल र हेटीको गेम भएको थियो ब्राजिलले 3-0 ले जित्यो अनि यस्तो पर्फर्मेन्स प्लेयरबाट माई गड कार्लो एन्सेलोटीले आई डोन्ट नो के खुवायो हैन दे वर रनिङ भेरी फास्ट अनि प्रेसिङ भेरी हार्ड इट वाज क्रेजी टु वाच आजको गेम स्पेसल्ली फर्स्ट हाफमा जस्तो तरिकाले गोल पनि हाने नि इट वाज गुड ब्राजिलको लाइनअपमा एलिसन थियो किपरमा अनि डेनिलो मार्किनियस ग्याब्रियल र सेन्टोस थियो डिफेन्समा क्यासिमेरो गुमारेस र पाकेता मिडफिल्डमा राफिनिया कुनिया र भिनिसियस जुनियरले अफ द टप स्टार्ट गरेका थिए अनि यस्तो पर्फर्मेन्स आएको थिएन इभन प्लेयर वाइज जुन टिपिकल कार्लो एन्सेलोटीको बल हुन्छ नि क्वालिटीवाला प्लेयरले बवाल पर्फर्मेन्स दिने अनि दे विल विन द गेम द्याट्स इट आउटपुटको हिसाबमा कुनिया वाज बेस्ट किनभने लास्ट टाइम पनि हामीले कुरा गरेको थियौँ प्रोबेबली द्याट्स वाइ दे कुड नट विन एगेन्स्ट मोरोक्को आज कुनियाले फर्स्ट टाइममै स्टार्ट गर्दाखेरि 2 गोल दियो होइन एन्ड ही हेज भेरी गुड 8.9 को रेटिङ दिएको छ फुडमबले होइन इट इज क्वाइट गुड स्पेसल्ली कुनिया स्ट्राइकरबाट खेल्दाखेरि चाहिँ दे हेभ मोर पावर दे हेभ मोर कन्ट्रोल इभन द आउटपुट पनि धेरै राम्रो आएको छ अनि भिनिसियस जुनियर माई गड भिनिसियस जुनियरले यस्तो बवाल गोल हानेको थियो नि वी एक्सपेक्ट भिनिसियस जुनियरले त्यस्तो गोल हान्छ भनेर किनभने त्यस्तो खालको क्वालिटी उसैमा मात्र छ क्या भिनिसियस इज भेरी गुड ड्रिब्लर होइन भेरी गुड एट्याकर बबाल विङमा एकदम धेरै नै इन्फ्लुएन्स गर्छ आफ्नो गेम इन्भल्भ गराउँछ जब त्यो गोल हान्यो नि भिनिसियसले त्यो गोल हानिसके पछाडि हि वाज डुइङ अ बिट मोर क्या मलाई त्यस्तो फिल भयो भिनिसियसको खुट्टामा बल पर्छ आई वाज लाइक क्वाइट एक्साइटेड क्या त्यो बेलामा इभन कुनिया दे वर रियली गुड पकेताले जस्तो खालको त्यो बल निकालेको थियो नि माई गड यस्तो बल लास्ट गेममा मैले पाकेतालाई क्रिटिसाइज नगर्नुको वान अफ द रिजन भनेको यही हो क्या किनभने आउट अफ नो वेयर सोम क्रिएटिभिटी निकाल्न कोही सक्छ यो गेममा भने स्पेसल्ली यो ब्राजिलको टिमबाट भने त्यो पकेता वान अफ द प्लेयर हो क्या ब्रुनो गुमारेस एगेन बबाल पर्फर्मेन्स निकालेको थियो क्यासिमेरो बबाल पर्फर्मेन्स होइन डिफेन्सिभ वाइज कासिमेरो स्टिल कम्पिटिङ विथ सो मेनी यङ प्लेयर्स इट इज अ गुड फिलिङ कि हुन्छ नि उसले धेरै राम्रो गरिरहेको छ बिकज हि इज देयर सिन्स भेरी लङ पिरियड अफ टाइम एन्ड एगेन यस्तो खालको पर्फर्मेन्स आउँदाखेरि चाहिँ he deserved to be in the starting 11 क्या and he played the whole game crazy to think about being यस्तो बुढो होइन and still going यस्तो खालको पर्फर्मेन्स इट्स क्रेजी टु वाच एगेन डिफेन्समा सेन्टोस ग्याब्रियल मार्किनियस डेनिलोको बबाल गेम भएको थियो ग्याब्रियल र मार्किनियसको जुन कम्बिनेसन छ नि यो डिफेन्समा इट इज वान टु वाच मैले लास्ट टाइम पनि भनेको थिएँ आजको गेममा दे प्रुभड लाइक दे प्रोबेबली आर द बेस्ट डिफेन्स हुन्छ नि योपालि हाउएभर वी क्यान आर्ग्यु यो कुरामा तर पनि दे लुक्ड भेरी भेरी स्ट्रङ राफिनिया लास्ट टाइम जब बार्सिलोनाबाट ब्राजिललाई रिप्रेजेन्ट गर्न फ्रेन्डली गेममा गएको थियो नि त्यतिखेर 2 चोटि इन्जर्ड भएको थियो अनि बार्सिलोना रिटर्न भइसके पछाडि उनले धेरैवटा गेम खेलेको थिएन इभन लास्ट सिजन हि डिड नट प्ले मच गेम विथ बार्सिलोना होइन बट हि वाज स्टार्टिङ प्लेइङ होल गेम क्या ब्राजिलसँग एन्ड एन्ड अप बिङ इन्जर्ड एभ्री टाइम हि गोज टु ब्राजिल यो कार्लो एन्सेलोटी आइसके पछाडिको कुरा हो क्या वान अफ द रिजन यो राफिनिया धेरै इन्जर्ड भइरहेको छ यो ब्राजिलको टिमबाट खेल्दाखेरि इट्स प्रोबेबली आई थिङ्क बिकज अफ यो एट्याकिङवाला फुटबल जो कार्लो एन्सेलोटीले खेलाउँछ प्रोबेबली आई एम रङ तर जस्तो तरिकाले ऊ मात्र भइरहेको छ क्या प्रोबेबली यो फुल फिटेड नभइकन गेम खेलेको पनि हुनसक्छ बट हि वाज प्लेइङ अल द गेम्स लास्ट गेममा पनि खेले हो होइन बट एगेन अहिले इन्जर्ड भयो होइन अब आई डोन्ट नो हाउ ब्याड इज द इन्जुरी तर वी विल सी अबाउट इट किनभने भर्खरै ब्राजिलको गेम सके पछाडि म यो भिडियो बनाउन थालिसकेको छु ब्राजिल चाहिँ टपमा छ यो टेबलको एलोङ विथ मोरोक्को सेकेन्डमा छ स्कटल्यान्ड थर्डमा छ अनि हेटी लास्टमा छ हेटी आर द फर्स्ट टिम टु गेट नक्ड आउट फ्रम द कम्पिटिसन जब हाफ टाइम भयो नि हाफ टाइम पछाडि डिफेन्सिभली चाहिँ धेरै नै राम्रो खेलेको थियो दे ह्याड फ्यु अपर्च्युनिटी जुन दे कुड ह्याभ क्यापिटलाइज गोलमा प्रोबेबली क्रिएटिङ चान्स तर त्यस्तो क्रिएटिभिटी वाइज चाहिँ देयर वाज नथिङ फ्रम हेटी ब्राजिलले जस्तो खालको पर्फर्मेन्स दिएको छ आर दे ब्याक इन वर्ल्ड कप आई डोन्ट नो यो ग्रुप टप गर्ने चाहिँ आई थिङ्क इट सुड बी ब्राजिल किनभने दे विल एगेन स्कटल्यान्डलाई चाहिँ अफकोर्स जित्ने नै वाला छन् यो पर्फर्मेन्स आयो भने है इट इज कन्फर्म अलरेडी द्याट नेमार इज नट प्लेइङ इन द ग्रुप स्टेज एन्ड इट इज भेरी क्रुसियल हि कम्स ब्याक इन हुन्छ नि
राउन्ड अफ 32 16 नकआउटमा चाहिँ हि विल बी भेरी इम्पोर्टेन्ट एन्ड एगेन वी विल टक अबाउट राफिनिया नेमार यति धेरै इन्जुरी प्रोन खेलाडीहरू छन् होइन ब्राजिलमा विल कार्लो एन्चेलोटी मेक इट लेट्स सी तर यो पर्फर्मेन्स हेर्दाखेरि चाहिँ दे हेभ द टिम दे हेभ द प्लेयर दे हेभ द कोच दे सुड गो इन लाइक डिप इन्टु द कम्पिटिसन